प्रत्येक वर्ष एक विशेष रात हुन्छ जसलाई महाशिवरात्रि भनिन्छ। यस रात काठमाडौँ उज्यालो हुन्छ, हजारौं दियो बालिन्छन् र सबैले ओम नमः शिवाय भनी भगवान शिवलाई सम्झन्छन्। यस दिनलाई शिवको महान रात भनिन्छ। मानिसहरू विश्वास गर्छन् कि यस रात भगवान शिवले आफ्नो ठूलो नृत्य गर्नुभयो र यही दिन उहाँको विवाह पार्वती देवीसँग भएको थियो। काठमाडौँको पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजन जम्मा हुन्छन्। सबैजना दूध, फलफूल र बेलपत्र चढाउँछन्। बागमती नदी किनारमा दियो बालिन्छ र साधुहरू पनि टाढा टाढाबाट आउँछन्। भक्तजनहरू दिनभरि उपवास बस्छन्, रातभरि भजन गाउँछन्, मन्त्र जप्छन् र भगवान शिवलाई सम्झन्छन्। उनीहरू विश्वास गर्छन् कि यस रात पूजा गर्दा आशीर्वाद, खुसी र राम्रो जीवन पाइन्छ। जब बिहान हुन्छ, दियोहरू निप्छन्, तर भक्तिको भावना कहिल्यै मर्दैन। नेपालमा महाशिवरात्रि केवल पर्व मात्र होइन, यो विश्वास, एकता र भगवान शिवको अनन्त उपस्थितिको प्रतीक हो।